सबैलाई नमस्ते। मेरो जेनिस युट्युब च्यानलमा आज हामी सुर्खेतदेखि काठमाडौँको यात्रा गर्दै थियौँ बसमा। अहिले बिहानको 7 बजेको छ गाइस। यो हामी जाममा परेका छौँ। बीचमा एउटा ट्रक बिग्रिएर हाम्रो देशको अवस्था, एउटा ट्रक बिग्रिएर हामी कम्तीमा पनि यहाँ लगभग 7-8 घण्टादेखि जाम बसिरहेका छौँ। यो हाम्रो देशको एकदम गाह्रो अवस्था र हामीलाई पनि यति गाह्रो भएको छ कि यो जङ्गलमा गाइस हेर्नुस्, पुरै जङ्गल छ। यो जङ्गलको बिचमा हामीले न पानी नि खान पाएको छैन। अरु खानेकुरा त परै छ, पानी नि खान पाएको छैन। हाम्रो देशको अवस्था, गाडीमा यात्रा गर्दा एउटा ट्रक बिग्रिँदा पनि बनाउन सक्ने क्षमता नभएको यो कुन ठाउँ हो भन्ने कुरा पनि थाहा भएन। तर यहाँको प्रदेश यहाँको नगरपालिका या गाउँपालिका कुन हो, एउटा ट्रक बिग्रिँदा पनि बनाउन नसक्ने क्षमता भएको यस्तो गाह्रो भइरहेछ। बिहान लगभग 3 बजेदेखि हामी यस्तो लाइनमा छौँ। अहिले 7 बजिसक्यो, अझै पनि सम्भावना नै छैन। यात्रुहरू सब भोकाएर यसरी बाहिर निस्किनु भएको छ। पुरै गाडीको जाम छ। यो हाम्रो देशको दयनीय अवस्था देखेर हामी जस्ता गरिबहरूले सधैँ पेलेन चल्न सक्ने अवस्था त हुँदैन, तर गाडीमा यात्रा गर्दा पनि सहज नभइन्दाले हामीलाई बहुत गाह्रो भइरहेको छ। धुलो त्यसो भुइँमा हिँड्न पनि गाह्रो छ। धुलो त्यति नै छ। यताउता खानलाई केही कुरा खोज्नलाई पनि जङ्गल मात्रै छ। जङ्गलमा आएर हो अवस्था, पुरै जङ्गल छ। यता जङ्गलको बिचमा सम्भावना छैन अझै। ल भोलि बिहानसम्म बन्छ भन्ने कुरा सुनिराखेका छौँ हामीले। पैदल कर्णाली प्रदेशको गाडी, सुदूरपश्चिमको गाडी र लुम्बिनी प्रदेशको गाडी, 3टा प्रदेशका गाडीहरू यहाँ जाम भएर बसिरहेको अवस्था छ। यस्तो अवस्था टायरमा धुलो हेर न। यस्तो गाडीको अवस्था।
कुन ठाउँ ल्याएर रोक्नु भयो कि गाडी यस्तो धाउने हो त्यो खतम ठाउँ न पसल छ न केही छ बिहान बिहान सबैलाई भोक लाग्छ खान नपाएर सबै तड्काछन् कोही यता कोही यता बाहर भनिदिइसकेँ मैले के अरे रूपन्देही र नवलपरासीको बिच होइन यो मैले पठाइदिएछु परदेश सेवामा न्युज पनि आइसक्यो होला अहिले 7 बजेको न्युज आइहाल्छ जाममा परेर जनताले दुःख पाएको अवस्था